Hi everyone. आज चाहिँ हामी जाँदैछौँ रोडोडेन्ड्रोन ट्रेकिङ बर्से। बर्सेतिर आधीबाट आइपुग्यो। हुन्छ हामी चाहिँ थप्चिकमा बसेको छ। यहाँ हामी चाहिँ आइपुग्यो सोमबारिया। कतिजना चाहिँ सोरेङको बाटो हुँदै पनि जान्छ है। हामी चाहिँ यो सोमबारियाको बाटो हुँदै गयौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ 3 गाडी आएको थियो। यहाँबाट चाहिँ अब हामी बर्सेको ट्रेकिङ सुरु गर्न आएको थियो। 5 किलोमिटर रहेछ नि त, माथि पोइन्टमा पुग्नुपर्ने चाहिँ। त्यसले गर्दा अब हामी यात्रा सुरु गर्छौँ। आज चाहिँ हामीलाई दिनले पनि एकदमै साथ दिएको जस्तो छ, किनभने हिजो चाहिँ पुरा बेसी पानी परेको थियो। तर पानी परेकोले गर्दा बाटो अलिकति हिलो चाहिँ भएछ, तर केही छैन। ट्रेकिङको सुरुवात भइसकेको छ। अब कस्तो हुने हो, मजा आउँदैछ। अब अहिले स्टार्टिङमा त 5 किलोमिटर हिँड्नु भनेको त इट्स नट इजी। यहाँनिर चाहिँ जुगा लाग्छ भनेर चाहिँ मलाई पुरा डर लाग्दैछ स्टार्टिङमै। अन्त यहाँ सेतो जुत्ता पनि अब हेरिन सक्नुहुने रहेछ। हाम्रो लकमा छ भने चाहिँ हामीले रेड पान्डा, डिफ्रेन्ट काइन्ड अफ बर्ड्सहरू चाहिँ देख्नु पाउँछ। त्यहाँनिर देखाइरहेको थियो नि त। अब हेरौँ हाम्रो लक छ कि छैन। लक छ भने चाहिँ देख्ने रहेछ हामीले रेड पान्डा बर्ड्सहरू। सो लेट्स स्टार्ट। मेरो नन्द हामीले चाहिँ यहाँ फ्रीमा एन्टर गराएको छ। यहाँनिर उसको ड्युटी पनि यतै हाम्रो 3 गाडी ग्रुपलाई चाहिँ उसले फ्रीमा छिराएको छ यहाँ। त्यसको लागि कल्पनालाई थ्याङ्क यू सो मच। मोस्ट वेलकम। थाक्नु भएको छैन? हजुर हामी 4 जना। सफा पानी रहेछ, यहाँ धुनु हुँदैछ। मेडिसाइन भएको गुडहरू लगाएको रहेछ चराले। यता चाहिँ हुन्छ हाम्रो मामा माइजू, देखाइदिनुहोस् न। अन्त यहाँनिर चाहिँ हामीले भ्यूज इन्जोय गर्दै गइरहेको छ। हाम्रो ग्रुपले चाहिँ छोडिसक्यो हामीलाई। प्रकृतिको दृश्य हेर्दै पो हिँड्नुपर्छ त। हामी चाहिँ यो मकै चाहिँ गोजीमा हालेर आजको वेदर चाहिँ एकदम दामी, एकदम मजा आइरहेको छ। भ्यू हेर्दै हिँड्नु, इन्जोय गर्दै हिँड्नु। कम only 2 किलोमिटर लेफ्ट, अबाउट टु रिच। यहाँको बाटो चाहिँ एकदमै सजिलो छ। यहाँ मैले नै हिँडेर एक्सपिरियन्स गरिराखेको छु। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू कोही पनि नडराइकन चाहिँ यहाँनिर आउनु सक्नुहुन्छ। मैले बाटोमा बाजे बोजू नानीहरू पनि हिँडेको देखेँ एकदम सजिलोसँगले। त्यसकारण तपाईँहरू केही नसुर्ताइ निस्फिक्री भएर तपाईँहरू बर्से आउनु सक्नुहुन्छ। अब चाहिँ 1 किलोमिटर मात्रै छ। हामी चाहिँ आइपुग्यो बर्से 0 किलोमिटर। र यहाँ देख्न सक्नुहुन्छ गुराँसको फुल। यहाँ देख्दै गरेको फुल चाहिँ तपाईँहरूले नटिप्नु होला। यदि टिप्नु भयो भने चाहिँ तपाईँहरूलाई 5000 देखि 60000 सम्म फाइन लिन्छ यहाँनिर चाहिँ। आज चाहिँ वेदर पनि एकदमै राम्रो भएको कारणले गर्दा, अनि गुड फ्राइडे भएको कारणले गर्दा पनि होला, पुरा बेसी भिड थियो बर्सेमा चाहिँ। वेदर एकदमै दामी वेदर, गरम हुँदो रहेछ। हिँडेर आएको बेलामा चाहिँ यो वेदर चाहिँ एकदमै सुट हुने रहेछ। फाइनली हाम्रो ग्रुप छोडेको थियो कि एकजनालाई चाहिँ देखेँ मैले यहाँ अगाडि हुनुहुन्छ। भेनालाई भेटेँ। यो बर्से घुम्नु आउनुको लागि चाहिँ
सबैभन्दा बेस्ट टाइम चाहिँ फर्स्ट विक अफ अप्रिल हुने रहेछ। हामी चाहिँ अलिकति ढिलै भयो जस्तो लाग्यो किनभने फुलहरू अलिक झरेछ नि त। हिजो पुरा पानी पनि परेको थियो, त्यसले गर्दा पनि होला सायद। 0 मा आइपुगेर चाहिँ हामी खाजा खान स्टार्ट गर्यो, सबैजना बसेर मिलिजुली गफ गर्दै। 5 किलोमिटर हिँडेर चाहिँ यहाँ भोक लागेर होला यति मिठो भयो आलु चिया। वर्षे चाहिँ मान्छेहरू फुल हेर्नकै लागि भए पनि जान्छ है, किनभने यति राम्रो सुन्दर यति राम्रो भ्यूज रहेछ। हामी चाहिँ तर अलिकति ढिलो नै पुग्यौँ, अलिकति फुल बेसी देख्न पाएनौँ, तरै पनि जति थियो त्यतिमै पनि एकदमै राम्रो लाग्यो। हजुरहरू पनि हजुरहरूको फ्यामिलीसँग गएर एकदमै इन्जोय गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।